त्यसैले हामीलाई उहाँहरूलाई चाहिँ हामीले अब खादा ओढाएर चाहिँ पूर्ण रूपमा फेरि स्वागत यस खुल्ला वातावरणीय क्षेत्रमा र खादा लगाइदिनु हुन हाम्रा यस जिल्ला प्रदेश लुम्बिनी प्रदेशका संयोजक आदित्य आचार्यज्यू र सुदूरपश्चिम प्रदेशका द काउन्सिल अफ जेनजेटका संयोजक आदरणीय खेम साउथज्यूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रा सहयोगदायक साथीहरूका परिवर्तनकारीहरू कृपया अगाडि एकीकृत रूपमा लाइनबद्ध भएर बसिदिनु न, म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया आउनुहोस् त। लगाइदिनु यो परिवर्तनकारी योद्धा परिवर्तनका खातिर तिमीहरूले गर्दा यो देशमा यस्तो परिवर्तन हुनुपर्ने तिमीहरू भित्र बस्नु अरू पनि लगाइदिनु न साथीहरू, लगाइदिनु अरूले पनि लगाइदिनु। पुग्छ भनेको हजुरले गर्दाखेरि यो ज्यानजी आन्दोलन सफल भयो है। यो सत्ता परिवर्तन तपाईँहरूले नै गरे हो। यो सत्ता परिवर्तन गर्ने अनि जेलमा बस्ने ज्यानजी भन्नुहुन्छ। तपाईँहरू आज तपाईँहरू मात्रै हो नि होइन, अरू कोही बाँकी त हुनुहुन्न नि यहाँ? कोही बाँकी हुनुहुन्छ? हुनुहुन्न है। अब पूर्ण रूपमा एकचोटि हामी के स्मरण गर्न छ भने चिलका आँखा चारैतिर हुन्छन् भने चाहिँ सबैको अहिलेको समयमा तपाईँहरूप्रति एउटा निकायको ध्यान गइरहेको हुन्छ। त्यसैले अबका दिनहरूमा र अब आउने दिनहरूमा जुन छ त्यसमा चाहिँ तपाईँहरूले एउटा असल समाज निर्माण गर्न प्रमुख भूमिका खेल्नुहुन्छ भन्ने मेरो आशा छ। र दुई शब्द राखिदिनु न, यस लुम्बिनी प्रदेशका संयोजक श्री आदित्य आचार्यज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्ते सबैजनालाई नमस्ते। अब हाम्रो भाइहरूलाई छुटाउनको लागि दाइ होइन सबैजना यहीँ हुनुहुन्छ, उहाँहरूलाई छुटाउनको लागि हाम्रो प्रमुख कुरा के हो भने उहाँहरू अब अदालत जानु पर्ने नपर्ने भन्ने कुराहरू पनि सोधिराख्नु भएको छ उहाँहरूले। हाम्रो मुख्य कुरा सरकारसँग हामीले गरेको अनुरोध के थियो भने उहाँहरूलाई क्रान्तिकारीलाई आतङ्ककारी नबनाइदिनु। तपाईँहरूले क्रान्तिकारी हो भने उहाँहरूलाई बाहिर राखेर चाहिँ अनुसन्धान गर्ने वातावरण मिलाइदिनु पऱ्यो होइन। जसरी केपी ओलीले रमेश टेकलाई बाहिर राखेर अनुसन्धान गरिरहेको छ नि, त्यसरी तपाईँहरूलाई पनि बाहिर राखेर अनुसन्धान गरिदिनु पऱ्यो कि उनीहरूलाई पनि भित्र ल्याइदिनु पऱ्यो। हाम्रो प्रमुख कुरा नै त्यही थियो। हामी 1 नम्बर प्रदेशबाट सुरु गरेको यात्रा 7 नम्बरसम्म सकेर हामी आज पुनः 5 नम्बरमा रूपन्देहीमा आएको छौँ होइन। आएर हामी हिजोदेखि नै यो कुरामा लागिरहेको छौँ। तपाईँहरू लगायत अब भित्र जति पनि हुनुहुन्छ उहाँहरू पनि अब भोलि पर्सिको कुरा हो, भोलि पर्सि उहाँहरू पनि निस्किनुहुन्छ होइन। तपाईँहरूलाई पनि बाहिर राखेर अनुसन्धानको क्रम जारी नै रहन्छ, त्यो गर्नुहुन्छ होइन। त्यो भित्र जानकारी पनि गराउनु भयो होला तपाईँहरूलाई होइन, पूर्ण फेरि जानकारी पनि गराउनुहुन्छ। अरू कुरा के छन्, तपाईँहरूमध्ये जतिजना इच्छुक हुनुहुन्छ तपाईँहरूलाई चाहिँ हामीले गर्ने सहयोग हामी गरि नै हाल्छौँ। अर्को एउटा कुरा, जिल्ला रूपन्देही जिल्लाको कमिटीमा तपाईँहरू इच्छुक हुनुहुन्छ भने हामीले स्वतः सदस्यको लागि चाहिँ तपाईँहरूलाई चाहिँ हामीले खुल्ला राखेको छौँ होइन। त्यो भनेको अब के भने परिवर्तनको लागि तपाईँहरू हिजो लड्या हो, हिजो लड्दै गर्दा 20-25 दिनभित्र बसेर आउनुभयो होइन। अब नलड्ने भन्ने कुरा त आएन नि त, अब त झन् तपाईँहरू लड्नुपर्ने हुन्छ। तपाईँहरूकै कारणले गर्दा सरकार परिवर्तन भयो भनेपछि तपाईँहरू त फेरि पनि लड्नु पऱ्यो नि त। तपाईँ हामी अब सबै मिलेर लड्ने हो। तपाईँहरूको लागि ढोका खुल्ला छ होइन। जेएनजीको लुम्बिनी प्रदेश संयोजकको हिसाबले मैले तपाईँहरूलाई भनिरहेको छु। रूपन्देहीको जिल्ला कमिटीको सदस्यमा तपाईँहरूलाई ढोका खुल्ला छ। को इच्छुक हुनुहुन्छ भोलि एकचोटि एउटा मिटिङ राखौँ, तपाईँहरू सबै लगातार हामी बस्छौँ होइन। खैरै नआउने त्यो सबैको पाइपर्नु पऱ्यो, कता हुन्छ। तपाईँ एकजनालाई व्यक्तिगत भेट्न पनि हामी खैरै नआउनु तयार छौँ, त्यसमा पनि समस्या छैन। तपाईँहरूले एउटा कार्यक्रम तयार राख्नु, हामी आउँछौँ भोलि। तपाईँहरू सल्लाह गर्नु, भोलि नै राख्नुहुन्छ या कहिले राख्नुहुन्छ, हामी आउँछौँ होइन। त्यसपछि हामीले के गर्नुपर्छ हामी अगाडि बढ्छौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूकै कारणले गर्दा सरकार परिवर्तन भएको आजको दिनमा होइन। तपाईँहरू भित्र बस्यो 15-20 दिन राख्यो भने त्यसमा दुःखी हुनुपर्ने कारण केही पनि छैन है। अब त्यसमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। मेरो कुरा यही नै छ। अब बाँकी केही कुरा भन्नुहुन्छ भने हाम्रो सुदूरपश्चिम प्रदेश संयोजक केन्द्र सर भनिसक्नु भएको छ। कुरा त्यही नै हो, तपाईँहरू परिवर्तनकारी हो होइन। यो सरकारले तपाईँहरूलाई जसरी अघिल्लो सरकारले तपाईँहरूलाई हामी परिवर्तनकारीलाई चाहिँ जुन प्रकारले आतङ्ककारी बनाउन खोजिएको थियो, यो दिवा सपना हो। यो देशमा वर्षौँदेखि लुटेर बसेकाहरूलाई बालुवाटार र सिंहदरबारबाट तपाईँ हामीले लखेटेको कुराहरू सत्य हो नि होइन। लखेटे हो नि त।
यो देशको सत्ता परिवर्तन गरे हो नि त। गृहमन्त्री चेन्ज गऱ्यौँ, प्रधानमन्त्री चेन्ज गऱ्यौँ। यो देशमा वर्षौँदेखि एमाले काङ्ग्रेस माओवादी हाम्रो वीरता हो भनेर बसेकाहरूलाई त तर्सा त हो नि त। त्यसो भए हुनाले यो देशको सत्ता परिवर्तन गरे हो। 10 वर्षीय जनयुद्धले नसकेको कुरा तपाईँ हामीले 18 घन्टामा गरेको हो। त्यसो भए हुनाले तपाईँहरूले निराशा हुनुपर्ने कुरै छैन। तपाईँहरूले झन् खुलेर निडर भएर हिँड्ने अब यो समाजमा। यो समाजको परिवर्तनकारीकर्ता हो तपाईँहरू। त्यसो भए हुनाले तपाईँ हामी सङ्गठित हुने, तपाईँ हामी अगाडि बढ्ने, अन्याय अत्याचारका विरुद्ध अझ पनि आवाज उठाउने, हाम्रो अहिलेको जो सरकार छ सरकारले गरेको राम्रो कामको समर्थन गर्ने, गलत गऱ्यो भने त्यहीको विरोध गर्ने र तपाईँ हामी एक भएर लाग्नुपर्छ। अब कसैले तपाईँ हामीलाई रोकेर रोकिँदैन। यो परिवर्तनकारी यो दिमागलाई कसैले बन्धक बनाएर थुन्दैमा तपाईँ हाम्रो शरीरलाई थुन्न सक्ला, तपाईँ हाम्रो विचारलाई कसैले पनि थुन्न सक्दैन। तपाईँ हाम्रो शरीरलाई कसैले जेलमा हाल्न सक्ला, तर तपाईँ हाम्रो विचार र बौद्धिकतालाई कसैले जेलमा हाल्न सक्दैन। त्यसो भए उनीहरूले निर्दोष मान्छेलाई कसैले यसरी गिरफ्तार गर्दै पक्राउने आदेश दिन्छ भने त्यसका विरुद्धमा तपाईँ हामी फेरि लड्छौँ। त्यसो भए हुनाले तपाईँ हामी एक भएर अगाडि बढौँ र तपाईँ हामी निरन्तर रूपमा सङ्घर्ष गर्न तयार हुनुपर्छ। र यो जेनजी आन्दोलनमा हामीले के भनेका छौँ भने एउटा साथीले शहादत प्राप्त गरेका छ। तपाईँहरू जस्तो एउटा साथीले आन्दोलनको क्रममा एउटा साथी अहिले पनि शरीरमा फर्रा बोकेर अस्पतालको बेडमा सुतिरहेको छ। अनि अर्धा हाम्रो धेरै साथीहरू अहिले पनि गैर कानुनी रूपमा थुनामा छन्। हामी 1 नम्बर प्रदेशबाट विभिन्न साथीहरूलाई छोड्दै आइरहेका छौँ। थुनिएका साथीहरूलाई, पक्राउ परेका साथीहरूलाई। अस्ति हिजो मात्रै हामीले कैलालीमा हाम्रा साथीहरू के अरे निस्किए। यस्तै हामी देशभरिबाट हामीले यसरी लागिरहेका छौँ। तपाईँहरू पनि निर्धक्क तरिकाले अझै पनि हाम्रा साथीहरू यहाँभित्र छन्, तिनीहरूलाई पनि छोड्नका निमित्त हामी पहल गरिरहेका छौँ, लागिरहेका छौँ। अब तपाईँ हामी मिलेर पहल गर्नुपर्छ। र तपाईँहरू यो होइन कि तपाईँहरूले आज छोड्यो हामीलाई फेरि थुन्ने हो कि भन्ने होइन। तपाईँहरूले केही अपराध गर्नुभएको छ र मान्छे मार्नुभयो, के बलात्कार गर्नुभयो कसैलाई, यो देशमा परिवर्तनका निमित्त लड्नुभयो नि तपाईँहरू भनेपछि तपाईँहरूले डराउनु पर्दैन। यो देशको गृहमन्त्री चेन्ज गर्नुभयो, प्रधानमन्त्री चेन्ज गर्नुभयो, यो देशको न्यायपालिका कार्यपालिका व्यवस्थापिका छ नि जो हो त्योमाथि आक्रमण गर्नुभयो, तपाईँहरूले डराउने भन्ने कुरा हुन्छ। त्यसो भए नडराउनुहोस्, हामी निर्धक्क भएर अगाडि बढौँ भन्न चाहन्छु। धन्यवाद। हामी सबै जेनजी साथीहरू सबै यहाँ गेटमा ल अब भने म आजको यस अर्थपूर्ण जुन हाम्रो कार्य भएको छ र जुन चाहिँ एउटा चाहिँ राम्रो कार्य, जुन चाहिँ हाम्रो पहिलो पाइला जुन सफलता लिएको छ, यसलाई महत्त्वपूर्ण तरिकाले हामीलाई सही मार्गदर्शन दिलाएर र हाम्रा साथीहरूलाई छुटाउनमा सही तरिकाले चाहिँ अगाडि बढ्नुभएका यस प्रदेशका संयोजक र सुदूरपश्चिम प्रदेशका संयोजकज्यूलाई खादा ओढाई सम्मान गरिदिनु हुन बुटोल उपमहानगरपालिकाका संयोजक श्री असलम खानलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँबाट सबै साथीहरू निस्केको दिन हामी खाना खान तयार छौँ। अहिले हामीलाई ठिक छ। यो र अब भने तपाईँहरू धेरैजना देवदहतिरको हुनुहुन्छ र देवदहमा अब यो क्रिसमस पछिको शनिबार एउटा कार्यक्रम राखेर देवदह नगरपालिकामा पनि एउटा जेनजीको समूह गठन गर्न जरुरी छ भन्दै र यस कार्यक्रमलाई महत्त्वपूर्ण तरिकाले आफ्ना हातहरू अगाडि बढाएर र सो कार्यक्रम आयोजना गर्न सहयोग गर्नुहुन पनि म तपाईँहरू माझ अनुरोध गर्न चाहन्छु भन्दै मेरा कुराहरू पनि यही टुङ्गाउँदै म जिल्ला सचिव सुरज पोखरेल यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। एउटा फोटो एकचोटि यहाँ गेटमा फोटो